अब आउने अपडेटमा चाहिँ तपाईँहरूले गेम सकिएपछि आफ्नो नक्सा हेर्न सक्नुहुनेछ, गेमभित्र के कसो गरी कसरी चाहिँ गेम खेलिएको थियो भनेर। सो त्यहाँ टच गरेपछि तपाईँहरू यहाँ आउनुहुन्छ, पिकमा झर्नुभयो, पिकमा झरेपछि चाहिँ फर्स्ट किल भयो, ब्ल्याक डट आयो, अर्को किलमा अर्को ब्ल्याक डट आउँछ, जति किल गर्नुहुन्छ त्यति ब्ल्याक डट आउँछ। एकचोटि मर्नुभयो भने चाहिँ यो तपाईँको यो जुन नक्सा छ यो चाहिँ मेटिनेछ र अर्कोचोटि रिभाइभ हुँदाखेरि अर्को नक्सा बन्नेछ, यो चाहिँ कन्टिन्यू हुने छैन। सो नमरिकन जति सर्भाइभ गर्नुहुन्छ त्यति ठुलो नक्सा बन्नेछ। त्यसै गरी अपडेट पछि चाहिँ तपाईँहरूले सोसल आइसल्यान्डमा पनि फोटो टेम्प्लेटहरू देख्न सक्नुहुन्छ। एउटामा चाहिँ तपाईँहरूले यस्तो स्टारहरू, गोल्डन कलरको स्टारहरू माथितिर उडिरहेको देख्न सक्नुहुन्छ। अर्को टेम्प्लेटमा चाहिँ तपाईँहरूले रोजको त्यो गुलाबको फुलको पङ्खुडीहरू हुन्छ नि, पातहरू हो, त्यो चाहिँ झरेको जस्तो देख्न सक्नुहुन्छ। अर्कोमा चाहिँ तपाईँहरूले पानी परेको खालको फोटो टेम्प्लेट देख्न सक्नुहुन्छ। इमोसनल भिडियोहरू मेक गर्नको लागि चाहिँ एकदमै युजेबल हुनेछ। र अर्कोमा चाहिँ तपाईँहरूले यो फायरफ्लाइज भन्छ यसलाई इङ्ग्लिसमा, चाहिँ नेपालीमा भन्नु पर्दाखेरि चाहिँ जुनकिरीहरू चाहिँ देख्न सक्नुहुनेछ है त। आजकल जुनकिरी देख्न एकदमै गाह्रो छ। कोले चाहिँ आजसम्म जुनकिरी देख्नु भएको छैन कमेन्ट गरेर बताउनु होला। र गेमभित्र नयाँ गन स्किन आउँदैछ इभो 3 नामको। यो जुन भर्खरै देख्नुभयो यो गन स्किन चाहिँ तपाईँहरूले गनको मास्टरी गर्दाखेरि पाउनुहुन्छ। र यो जुन अहिले देखिराख्नु भएको छ यो गन स्किन चाहिँ तपाईँहरूले केही इभेन्टभित्र देख्न सक्नुहुनेछ, स्पिन गरेर निकाल्न पाउनुहुनेछ। र यो गन अहिले देख्दाखेरि यहाँ युएमपी जस्तो देखिए पनि हाम्रो जस्ट ट्रायलको लागि यहाँ युएमपी जस्तो देखिएको हो, तर यो गनको स्किन चाहिँ अर्कै भएर आउनेछ। यो गन युज गर्दाखेरि चाहिँ तपाईँहरूलाई बिजोन गन युज गरे जस्तै फिल हुनेछ। र गेमभित्र अपडेट पछि चाहिँ पाइरोपेटसँग रिलेटेड नयाँ अपडेट आउनेछ, जहाँ तपाईँहरूले सरप्राइज स्पिनहरू चाहिँ गर्न पाउनुहुनेछ, नयाँ इन्टरफेस देख्न पाउनुहुनेछ पाइरोपेटको यो लेभल डिटेलभित्र जाँदाखेरि चाहिँ। र त्यहाँ तपाईँहरूले स्पिन गरेर चाहिँ दुईवटा स्किन चाहिँ पाइरोपेटको दुईवटा स्किनहरू चाहिँ निकाल्न सक्नुहुनेछ। र यो स्पिनहरू चाहिँ फ्रीमा हुनेछ, डायमन्ड लगाउनु पर्दैन। यहाँ तपाईँहरूले स्पिन गर्दाखेरि चाहिँ पाइरोपेटको पिङ्क कलरको र ब्लू कलरको चाहिँ स्किनहरू निकाल्न सक्नुहुनेछ। र पहिल्यै भनिसकेँ फ्रीमा स्पिन गर्न पाउनुहुनेछ। र लबीमा पनि यो दुईटा कलरहरू एकदमै बवाल देखिनेछन्। राम्रो छ यो अपडेट चाहिँ। अब यो अराइभल एनिमेसन ध्यान दिएर हेर्नुहोस्। यो अराइभल एनिमेसन आउने बेलामा चाहिँ समुद्रको 2 टुक्रा बनाएको चाहिँ हामीलाई देखाइएको थियो, तर गेमभित्र आउँदाखेरि चाहिँ यस्तो खालको अराइभल एनिमेसन चाहिँ आयो। पछाडिपट्टिको समुद्र चिरेर 2 टुक्रा बनाएको अराइभल एनिमेसन चाहिँ आएन। सो फ्री फायर अब के गर्दैछ। त्यसै गरी यो फिनिसिङ मुभ पनि यस्तो खालको डिजाइन भएको थियो, पहिलेदेखि भिडियो हेर्नेहरूलाई थाहा होला। त्यसलाई पनि डिजाइन गरेर यस्तो खालको चाहिँ बनाइएको छ। अराइभल एनिमेसन र फिनिसिङ मुभमा भएको यो चेन्जेसहरू तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर बताउनु होला। र भोलि बिहानै तपाईँहरूले गोल नामको यो फिनिसिङ मुभ चाहिँ फ्यारेड व्हीलभित्र देख्न सक्नुहुनेछ। र पर्सि बिहान तपाईँहरूले यो ब्ल्याक कलरको जर्सी बिल्कुलै फ्रीमा क्लेम गर्न पाउनुहुनेछ केही मिसनहरू कम्प्लिट गरेर। सो गाइज यस्तै यस्तै अपडेट्सहरूको लागि यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ फलो गरेर राख्नुहोला। बाई।